तपाईको बङ्गुर पालन मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वार्ड नम्बर 7 यो पूर्व 7 नम्बर वार्डको पूर्व सुकुनामा हो। यहाँ एकजना जोगी भाइहरूले राम्रो फर्म खोल्नु भएको छ। यो अस्ट्रेलियाको युरोपको अनि गएर यो खुमलटार भनेको त यतै नेपालै होला। यहाँका विभिन्न राम्रा जातका बङ्गुरहरू ल्याएको छ। जस्तै एउटा बङ्गुरको भुनी बङ्गुर 100 किलो भन्दा घटी छैन। मैले गएर प्रत्यक्ष हेरेँ। म पनि किनभने 37-38 सालदेखि त्यहाँ पशु स्वास्थ्य सहायक वा पशु डाक्टर हो। मलाई सबै मोरङ जिल्लाको आधा जस्तो मान्छेले जान्दछन्। र अब त्यो सुई हान्ने क्रम उपचार गर्ने क्रम सबैको एउटा ऊ नै हो। तर कोही कोही रूढिवादी बाहुनले सुँगुर छुनु हुँदैन खानु हुँदैन भन्दा पनि त्यो बङ्गुर चाहिँ कस्तो भने सेतो अस्ट्रेलियन भनेपछि त्यो क्षेत्री बाहुनलाई चल्ने सुँगुर हो। त्यो सेतो सुँगुर नि अनि त्यसो गर्दा चाहिँ सबै साथीहरूलाई राखेर म विनम्र अनुरोध गर्छु। 100 रुपियाँ के अरे 100 किलोको बङ्गुर त एउटा भेट्दैन पहिलो कुरा। अर्को कुरा चाहिँ तपाईँको त्यो एकदम चारो खाँदा पनि तपाईँको चिउराको भुस अर्को के जाति भिटामिन अनि त्यो अब औषधि पनि तपाईँको राम्रो राम्रो चाहिँ नि तपाईँको। ल एउटा कुरा तपाईँले छुट्याइदिनु पर्यो, सेतो र कालो सुँगुर कसले खानु हुने र नहुने? सेतो सुँगुर भनेको सबै ब्राह्मण जातिहरूले खानुहुन्छ सब्जीको रूपमा। कालो सुँगुर त्यो मतवालीहरू जो पहाडमा छन् नि पुराना धारणा भएका त्यो खोरमा पालेका अनि दिशा गर्दा ती बङ्गुरहरूले खाने त्यस्तो सुँगुर चाहिँ ब्राह्मणहरूले खाँदैन। यो सुँगुर चाहिँ ब्राह्मणलाई एकदम चल्ने सुँगुर हो। ल त हजुर, ल यति भयो। ठिकै हो, यही नै भन्छु र त्यो कुरा सत्य पनि हो।